ल आज तयारी हुँदैछ साथीहरु चाउमिनको कटिङ भइसक्यो अनि हाम्रो यो चाउमिन हेर्नु मेरो बुढीले तेल लगाउँदैछन् टक्क पारी अब मोलेर मस्त अब अन्डा फ्राई हुँदैछ साथीहरु ल साथीहरु अन्डा फ्राई भइसकेछ अब कस्तो खान मन लाग्यो भने तिमीलाई खाइहाल्ने छ बनाउँदा बनाउँदा खाइहाल्ने अरे भोक लाग्छ पुरै हाल्ने हो कि कस्तो अलिअलि बनाउने हो दुईचोटि हालेर बनाउने अब यसमा के हाल्नु अन्दाज लगाए चाहिँ अब रेडी हुँदैछ हाम्रो चाउमिन अब अर्को दिन हामीले बनाउने छौँ चिकन चाउमिनको पनि आउनेछ भिडियो तपाईँ हेर्नु होला नभुल्नु होला ल बनिसकेछ अब अझै हाम्रो एक गान बाँकी छ अझै बनाउनु पर्ने ल टेस्ट गरेर आहा कस्तो छ त अनि कस्तो छ बुढी स्वाद राम्रो बाजा भइसक्यो नि त यसलाई निकाल्ने होला नि ल थोडा टेस्ट गर्नु पर्यो गाइज वर्क रेडी गर्दैछन् साथीहरु फेरि खान मन लागिसक्यो मलाई त है